आज मैले हाउ डु यु भिजुअलाइज द पोसिबिलिटी अफ द इलेक्सन अफ नेपाली नेसनल एज जनरल सेक्रेटरी अफ युनाइटेड नेसन्स संयुक्त राष्ट्र सङ्घका महासचिवको रूपमा नेपाली नागरिक निर्वाचित हुने सम्भावनाबारे तपाईँ कसरी विश्लेषण गर्नुहुन्छ भन्ने विषयमा मैले भिडियो बनाउन गइरहेको छु र यसमा चाहिँ सबभन्दा पहिला संयुक्त राष्ट्र सङ्घ भनेको के हो भन्ने कुरा बुझौँ है। अब संयुक्त राष्ट्र सङ्घ भनेको के हो त? संयुक्त राष्ट्र सङ्घ एउटा अन्तर्राष्ट्रिय सङ्गठन हो। यो चाहिँ नि अरू जति पनि अन्तर्राष्ट्रिय सङ्गठनहरू छन् त्योभन्दा एकदमै ठुलो, तिनीहरू मध्येमा चाहिँ सबभन्दा ठुलो सङ्गठन हो र यो संयुक्त राष्ट्र सङ्घले चाहिँ नि अरू अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग मिलेर सहकार्य गरेर चाहिँ काम गर्दछ र यो संयुक्त राष्ट्र सङ्घको यो महासचिव पद चाहिँ विश्वकै उच्च प्रशासनिक पद हो र महासचिवले चाहिँ नि एउटा विश्व शान्ति राख्नको लागि र कूटनीतिक कार्यहरूमा चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ र संयुक्त राष्ट्र सङ्घको महासचिव पदमा नेपाली नागरिक निर्वाचित हुनको लागि के कति सम्भावना छ त भन्ने कुरा हामीले यसरी बुझ्न सक्छौँ। एउटा सैद्धान्तिक रूपमा र अर्को व्यवहारिक रूपमा। अर्को चाहिँ नेपालको सम्भावित स्थितिहरू के कस्तो छ त्यो पनि, नेपालले गरेका अपनाएका कार्यहरू के छन् त्यो कुरा पनि हामी हेर्छौँ। अहिले चाहिँ हामी सैद्धान्तिक रूपमा कस्तो छ त्यसलाई बुझौँ। अब सैद्धान्तिक रूपमा हेर्नु पर्दाखेरि अब संयुक्त राष्ट्र सङ्घ मा जति पनि संयुक्त राष्ट्र सङ्घको सदस्य राष्ट्रहरू छन् ती राष्ट्रहरूका योग्य नागरिकहरू चाहिँ योग्य हुन्छन् महासचिव पदको लागि। तर ती योग्य नागरिक भन्नाले कस्तो भन्दाखेरि एउटा उच्च नैतिक चरित्र भएको, अन्तर्राष्ट्रिय सम्बन्धमा राम्रो ज्ञान भएको हैन, अनि एउटा निष्पक्ष स्वतन्त्र, कसैको करकापमा नपर्ने, आफूले निष्पक्ष तरिकाले भेदभाव नगरिकन एउटा निर्णय लिने क्षमता भएको, एउटा नेतृत्वमा एउटा सक्षम कूटनीतिक क्षमता भएको, नेतृत्व क्षमता भएको चाहिँ महासचिव पदको लागि योग्य नागरिक हुन्छ। र अर्को कुरा यसमा चाहिँ र नेपाल पनि संयुक्त राष्ट्र सङ्घको एउटा सदस्य राष्ट्र हो र संयुक्त राष्ट्र सङ्घको बडापत्रमा के व्यवस्था गरिएको छ भन्दा सबै सदस्य राष्ट्रहरू, संयुक्त राष्ट्र सङ्घको सबै सदस्य राष्ट्रहरू सार्वभौम समान छ भनेर व्यवस्था गरिएको छ। त्यो भन्नाले चाहिँ नि कुनै ठुलो देश, धनी देश, सानो देश, गरिब देश, कुनै पनि देशको निश्चित देश क्षेत्रलाई कानुनी रूपमा चाहिँ रोक लगाइएको चाहिँ छैन। त्यसैले संयुक्त राष्ट्र सङ्घको महासचिव पदको लागि नेपाली
नागरिक चाहिँ योग्य हुन सक्छ। जस्तो कि अहिले पोर्चुगल पनि एउटा सानो देश हो। अहिले चाहिँ नि संयुक्त राष्ट्र सङ्घको महासचिव पदमा चाहिँ पोर्चुगलको पूर्व प्रधानमन्त्री एन्टोनियो गुतेरेस चाहिँ अहिले उहाँ चाहिँ कार्यरत हुनुहुन्छ। अहिले उहाँको दोस्रो कार्यकाल हो संयुक्त राष्ट्र सङ्घमा महासचिवको पदमा। त्यसैले सम्भावना चाहिँ छ, तर हामीलाई व्यवहारिक रूपले के भन्छ त त्यसलाई हेरौँ फेरि। अब व्यवहारिक रूपमा अब जस्तो कि संयुक्त राष्ट्र सङ्घको बडापत्रमा चाहिँ बडापत्रमा व्यवस्था गरे अनुसार संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले चाहिँ नि सिफारिस गर्छ र महासभाले चाहिँ नियुक्ति गर्छ भन्ने व्यवस्था छ। त्यो अनुसार चाहिँ सुरक्षा परिषदमा चाहिँ नि शक्तिशाली राष्ट्रहरू छन्। जस्तो स्थायी सदस्य छन्, त्यहाँको सुरक्षा परिषदको स्थायी सदस्यहरू चाहिँ 5 वटा शक्तिशाली राष्ट्रहरू छन्। तिनीहरू चाहिँ चीन, अमेरिका, बेलायत, रुस र फ्रान्स हो। अब यिनीहरूसँग के छ त भन्दा यी शक्तिशाली जुन सुरक्षा परिषदको 5 वटा यो सुरक्षा परिषदको स्थायी सदस्यहरूसँग यिनीहरूसँग भिटोको अधिकार छ। यिनीहरूले चाहिँ यिनीहरू 5 वटाको सहमति बिना त्यहाँ उम्मेदवार चयन हुन सक्दैन। उनीहरूले एकजनाले भिटोको अधिकार प्रयोग गर्ने बित्तिकै त्यो विफल हुन्छ। त्यो कारणले गर्दा यिनीहरूले फेरि के गर्छन् त भन्दाखेरि अहिलेसम्म हुँदै आएको कुरा चाहिँ यिनीहरूले चाहिँ नि के गरे, यिनीहरू शक्तिशाली देशहरू भएको हुँदा यिनीहरूले विश्वव्यापी राजनीतिक सन्तुलनसँग मिल्दोजुल्दो उम्मेदवारहरूलाई चाहिँ यिनीहरूले प्राथमिकता दिन्छन्। त्यो कारणले गर्दाखेरि चाहिँ नेपालको चाहिँ नि कम सम्भावना छ है। अब हेरौँ अब नेपालको सम्भावित स्थिति कस्तो छ त। नेपालको सम्भावित स्थिति चाहिँ नेपालले संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनहरूमा चाहिँ सहयोग गर्दै आएको छ। यसले चाहिँ नि जति पनि सबैभन्दा अलिकति बढी योगदानहरू गर्ने राष्ट्रहरूमध्ये चाहिँ नेपाल पनि पर्छ। नेपाल पनि एउटा हो र नेपालले अर्को कुरा चाहिँ नि असंलग्नता र शान्तिपूर्ण विदेश नीतिलाई चाहिँ अपनाएको छ। अर्को कुरा चाहिँ नेपालीहरू चाहिँ जति पनि संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू छन् तिनीहरूमा चाहिँ विभिन्न तहहरूमा चाहिँ कार्यरत छन्। तिनीहरूले ती एजेन्सीहरूमा चाहिँ काम गर्छन्। यी कारणले गर्दाखेरि नेपाल चाहिँ एउटा अन्तर्राष्ट्रिय स्तरमा चाहिँ एउटा सकारात्मक छवि बनाउनको लागि सफल भएको छ। तर हालसम्म नेपालबाट संयुक्त राष्ट्र सङ्घको महासचिव चाहिँ भएको छैन। त्यसैले अब निष्कर्ष हेरौँ।
वास्तवमा के छ भनेदेखि हामीले अब सैद्धान्तिक रूपमा नेपाल नागरिक संयुक्त राष्ट्र सङ्घको चाहिँ महासचिव बन्न सक्छ, तर जुन त्यो व्यवहारिक रूप छ नि त्यो चाहिँ गाह्रो छ बन्नलाई हैन। त्यो कारणले गर्दाखेरि अब अलि सम्भावना चाहिँ कम देखिन्छ, गाह्रो नै छ, कठिन नै छ। ल, मेरो भिडियो सुनिदिनु भएकोमा हजुरहरूलाई धन्यवाद। म फेरि नेक्स्ट टाइम यस्तै भिडियोहरू लिएर आउनेछु। यदि तपाईलाई यो भिडियो मन पर्यो भने सब्स्क्राइब गरिदिनु होला, लाइक, शेयर, कमेन्ट गरिदिनु होला। धन्यवाद।